अनि जुन त्यो भिटेनले यस्तो गर्छ नि यो गर्छ नि हजुर दाइ मदेखि सिकेको है ओ माई गॉड यो मैले किनेको थियो 1590 बिलियनमा 1590 बिलियनमा किनेको हो यो चाहिँ थाइल्यान्डबाट मलाई एउटा केटीले गिफ्ट दिएको ओ माई गॉड सो हे गाइस स्वागत छ तपाईहरुलाई मेरो युट्युब च्यानलमा आई होप सबैजना सन्चै नै आरामै हुनुहुन्छ होला र अहिले चाहिँ म आएको छु यहाँ पाइन्टेङमा र म अहिले साथीको घरमा चाहिँ यहाँ के हो फुल भाइको नाम चङ्खे यस्तो गरेर एउटा फोटो यस्तो गर न हाम्रो चङ्खे भाइ हाम्रो गाउँको सानो भाइ ओइ भिटेन ले सक्नुहुन्छ हाम्रो भिटेन ओइ आया भिटेन दा हाम्रो चुडेर के गर्यो चङ्खे भाइ तिमीले यो वाउ ल ओइ र गाइस अहिले चाहिँ यो आएको छ मलाई मेरो कलेक्सन दिए हुन्छु अब गाडीको कलेक्सन ल ओ एक जोरबान छ त एक सेकेन्ड यो चाहिँ मेरो BMW यहाँ हेर्न सक्नुहुन्छ होइन HERO हिरो BMW लिमिट 500 स्पिड यतातिर अर्को देखाउँछु लु यो चाहिँ के यहाँ छ ला मैले ल्याम्बोर्गिनी मगाएको थिएँ यो पनि BMW अझै यहाँ छ अर्को BMW अझै देखाउँछु BMW एउटा BMW चाहिँ बिग्रेको थियो होइन ल एउटा फ्याँकिदिएको यसको यो उयोसितै दिएको थियो क्या छोप्ने यो अब धुलो नलाग्छ धुलो लाग्यो कसलाई लानु छ म सफा गरेर फ्रीमै दिइदिन्छु उसको सब्सक्राइबर हेर्नु ओए ल छिटो कमेन्ट गर्नु कसलाई चाहियो BMW यहाँनिर छ ल्याम्बोर्गिनी अरूको जुन ल्याम्बोर्गिनी भन्दा बाइक निन्जा S2R अरूको चाहिँ के हुन्छ भन्दाखेरि यहाँदेखि तेल हाल्छ ट्याङ्की पानी तेल यहाँ हुन्छ होइन मेरो चाहिँ तेल यहाँनिर हुने खालको मैले तेल बस्छ होइन यो बाइक चाहिँ कस्तो हो भन्दाखेरि यता हेर्न सक्नुहुन्छ होइन यसको सेल्फ पनि छ अगर कसले रिस उठायो भने होइन यो चाहिँ अगर 16 कुद्दैछ भने तपाईँहरू अम्ली खाँदेर यस्तो अनि यता दाइ यो कतिमा किन्नु भएको दाइ तपाईँले यो कतिमा किन्नु भएको दाइ यो मैले किनेको थियो 1590 बिलियनमा 1590 बिलियनमा किनेको हो कौन है ये लोग कहाँ से आते हैं अनि दाइ यो कतिमा किन्नु भयो दाइ तपाईँले अनि यो यहाँनिर मैले 32 ल्याएको छु बेस्ट स्टिल बाई थार यसलाई यो गाडीले अगर कसैलाई लागेर मरो मान्छे स्पिडमा कुदाउँदा मरो भने कुदाउने ड्राइभरको रिस्क छैन ड्राइभरले तिर्दैन मर्ने मान्छेले तिर्छ अनि अझै स्टोनले 80 स्टोनले छ के यो चाहिँ भने बुढो मान्छेले कुदाउने
यो गाडी चाहिँ नसिब होला ले ओ अरू के देखा बास अनि यो चाहिँ कतिमा किन्नु भएको सर तपाईँले कुन यो गाडी हो ए यो त बेसी होइन कतिमा ल्याएको थियो 10,000 करोड बिलियन 10,000 करोड बिलियन यो चाहिँ मैले टोपी चाहिँ लिएको लगभग समथिङ अराउन्ड लगभग कति लिएको थियो यसलाई कतिमा लिनुभयो सर 100 बिलियन करोडको आसपास लिएको थियो होला अनि यो चाहिँ थाइल्यान्डबाट मलाई एउटा केटीले गिफ्ट दिएको ओ माय गॉड का चक्कर बाबू भैया औरत का चक्कर बहुत बेकार होता है दाइ तपाईँको गर्लफ्रेन्ड छ कि छैन दाइ भन्नु पर्यो दाइ एकचोटि त अनि जुन त्यो भिटनले यस्तो गर्छ नि यो गर्छ नि हजुर दाइ मदेखि सिकेको है ओ माय गॉड राम्रो छ दाइ एरोप्लेनको आवाज आउँदैछ हो आउँदैछ दाइ म थाइल्यान्ड जान आँटेको केटीलाई भेट्नुलाई म आजकल जिम जान थालेछु नि त ओ मा कसम दाइ तपाईँको बडी त लेकिन हेभी छ है मा ल ओइ 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 लेकिन तपाईँको बडी चाहिँ मन पर्यो है त मलाई जस्ट टाइम पास थियो हाम्रो यत्तिकै उसले कलेक्सन देखाएको जस्तो कारहरूको गाडीको बिलियन मान्छेहरू के हो बिलियनलाई के पो भन्छ बिलियन मान्छे भन्छ ऊ चाहिँ एकदम धनी अरे मतलब मान्छे अनि उसको कलेक्सन हाम्रो चङ्गे भाइ छ एकदम फुलहरू एकदम दामी देखिदिरहेको क्या होइन यो बवाल देखिदिरहेको फोटो खिच्न मन लाग्यो अनि हँसायो एकछिन केटोले मजाले र यताउति खेतीहरू पनि मजाले लाग्छ हेर्नु अदुवा है टक्क लाएर आजको वेदर चाहिँ एकदम बवाल भएको छ अनि आज तपाईँहरूलाई म के भन्न चाहन्छु भन्दाखेरि जस्ट यत्तिकै थियो हाम्रो यस्तो छोटो मिठो कमेडी भिडियो र तपाईँहरूलाई के कसो लाग्यो राम्रो लाग्यो भन्ने आशा गर्छु राम्रो लाग्यो भने सब्सक्राइब गर्नु होला है लाइक गर्नु सेयर गर्नु र भेट्नुपर्छ चाँडै नयाँ ब्लगमा के कसो लाग्यो आजको ब्लग राम्रो लाग्यो भन्ने आशा गर्छु बाई बाई गाइस